नमस्कार, नेपाल टाइम्स ट्रेडिङमा हार्दिक स्वागत छ। भारत पाकिस्तान युद्ध विस्तार हुने संकेतका बीच भारतीय सेनामा रहेका गोरखा सैनिकहरूबारे पनि चिन्ता बढेको छ। यदि यी दुई बीच युद्ध भए त्यसको फ्रन्ट लाइनमा गोर्खाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज नेपालमा उठ्न थालेको छ। आज संसदमा पनि यो विषय उठेको छ। प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन्। दुई देश बीचको लडाईँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्न माग गर्दछु उनले भनिन्। उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानकर्षण समेत गराइन्। दुई देश बीचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन्। पाकिस्तान र भारतको सीमा कश्मीरमा भएको सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ। सांसद तामाङको भनाइ छ, जसका कारणले पाकिस्तानले लक्षित गरेको भारतीय शहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरूको संरक्षण एवं उद्धारबारे छलफल होस्। वास्तवमा भारतले चाहे पाकिस्तानसँगको लडाईँमा होस् वा सीमामा चीनसँगको संघर्ष, उसले पटक पटक गोर्खा सैनिकलाई खटाउने गरेको छ। सन् 2017मा चीन र भारतबीच दोकलामलाई लिएर विवाद चर्केपछि त्यहाँ भारतले गोर्खा सैनिकलाई खटाएको थियो। उत्तर पूर्वी मेघालय राज्यको सिलिङमा रहेको 8 गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले सैनिक परिचालन गरेको थियो। त्यसपछि पनि कहिले चीनसँग त कहिले पाकिस्तानसँगको तनाव बढ्दा नेपालीहरूलाई अघि सारिन्छ र यस क्रममा कैयौं नेपालीले ज्यान समेत गुमाइसकेका छन्। भारतमा मात्र होइन, थुप्रै नेपाली अन्य विदेशी भूमिमा पनि युद्धका क्रममा ज्यान गुमाएका छन्। त्यसको सुरुवात भने निकै पहिलादेखि भइसकेको थियो। संसारमा धेरै देशलाई आफ्नो उपनिवेश बनाएको तत्कालीन बेलायती साम्राज्यले 1 नोभेम्बर 1814मा नेपालमाथि हमला गर्यो। छिमेकी भारतलाई आफ्नो गुलाम बनाइसकेको इस्ट इन्डिया कम्पनीले नेपाललाई पनि उपनिवेश बनाउन हमला गर्यो, जसलाई एङ्ग्लो नेपाल युद्ध भनेर पनि चिनिन्छ। सन् 1916 सम्म चलेको उक्त युद्धमा नेपाललाई हराएपछि युद्धबन्दी बनाइएका नेपाली फौजका 3000 सदस्यहरू समावेश गरी इस्ट इन्डिया कम्पनीले गोर्खा ब्रिगेड बनायो। त्यहीबाट नेपालीहरू गोर्खा सैनिकका रूपमा विदेशी सेनामा भर्ना हुने र मारिने कामको थालनी भयो। इस्ट इन्डिया कम्पनीको उक्त कार्य परम्परागत अन्तर्राष्ट्रिय कानून तथा युद्ध नैतिकता र अनुशासन विरुद्धको कुरा थियो। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले उनीहरूलाई खुसी बनाउन भारतमा उपनिवेश सरकार विरुद्ध उठेको सन् 1957को सिपाही विद्रोह दमन गर्न करिब 19,000 सेनाको आफैले नेतृत्व गरेर गएका थिए। सुगौली सन्धि मार्फत लिइसकेको नेपाली भूमि जङ्गबहादुरको सहयोग बापत बेलायती उपनिवेशी सरकारले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूमि फर्काएको थियो। युद्धमा बेलायती उपनिवेशी सरकारलाई खुसी बनाएका जङ्गबहादुरलाई गोर्खा ब्रिगेडमा भर्तीका लागि पटक पटक अनुरोध गरे पनि उनी त्यसमा सहमत भएनन्। गोर्खा भर्ती र गोर्खा ब्रिगेडले नेपाल सरकारको मान्यता पाउन नसकेको भए पनि अङ्ग्रेजहरूले लुकी छिपी गोर्खा ब्रिगेडको आकारलाई ठूलो पारिरहेका थिए। जङ्गबहादुरको मृत्युपछि उत्तराधिकारीत्वमा खटपट सुरु भयो र यस क्रममा वीर शमशेरले राज्य आफ्नो हातमा लिएका थिए। आफ्नो सत्ता निरन्तरताका लागि अङ्ग्रेजको मान्यता महत्त्वपूर्ण हुने बुझेर उनले 1885मा रुक्का जारी गरे, गोर्खा भर्तीलाई फुकुवा गरिदिए। तर यस रुक्काको बेहोरालाई अङ्ग्रेजहरूले स्वीकार गरेनन्। उनीहरू शर्त रहित मान्यताका पक्षमा थिए। उनै वीर शमशेरले सन् 1888मा पुनः अर्को रुक्का जारी गरी गोर्खा भर्तीलाई पूर्ण मान्यता प्रदान गरिदिए। सन् 1945मा दोस्रो विश्वयुद्ध समाप्त भई बेलायती सरकारले भारत छोड्नुपर्ने अवस्थामा उसका लागि गोर्खा ब्रिगेड एउटा समस्याका रूपमा खडा भयो। युद्ध समाप्त भएको र औपनिवेशिक शासन पनि समाप्त भएको अवस्थामा बेलायती सरकारका लागि ठूलो संख्याको गोर्खा ब्रिगेड आवश्यक रहेन। त्यसअनुसार थोरै गोर्खाहरूलाई सांकेतिक रूपमा बेलायती सेनामा राख्दै अरू भारतमा छोड्ने योजना बेलायती सरकारले तय गर्यो। भारत पनि गोर्खा सैनिक राख्न चाहँदैनथ्यो। तर सन् 1947को 15 अगस्टमा भारत पाकिस्तान विभाजनको घटनाले भारतलाई गोर्खा सैनिकलाई अंगीकार गर्नुपर्ने बाध्यता आइलागेको थियो। यसै पृष्ठभूमिमा 1947 नोभेम्बरमा नेपाल भारत र बेलायत सरकारबीच त्रिपक्षीय सन्धि भयो। सन्धि अनुसार गोर्खा ब्रिगेडका 6 बटालियन भारत र 4 बटालियन बेलायती सेना अन्तर्गत रहने भए। गोर्खा सैनिकहरूलाई नेपालका मित्र राष्ट्रका विरुद्ध युद्धमा प्रयोग गरिने छैन भन्ने कुरा त्यही सन्धिमा भए पनि त्यो कुराको पालना गरिएन। भारतले पाकिस्तान र चीनसँग भएका युद्धमा गोर्खाली सेना प्रयोग गर्यो भने बेलायतले पनि विभिन्न युद्धमा गोर्खाली सैनिकै प्रयोग गर्यो। पहिलो र दोस्रो विश्वयुद्धमा नेपाल कुनै पनि शक्ति राष्ट्रको कितातिर नलागी तटस्थ बन्यो। तर नेपालीले ज्यान भने गुमाउनु पर्यो। अरूका लागि ती युद्धमा कति नेपाली मारिए भन्ने यकिन तथ्याङ्क छैन। तर 1941मा नेपालका प्रधानमन्त्री जुद्ध शमशेर राणालाई अङ्ग्रेजका भारत स्थित गभर्नरले थप भर्तीका लागि विशेष अनुरोध गरेको पत्रको उत्तरमा जुद्ध शमशेर राणाले सधैँ मानिस गाउँघरमा बाँकी नरहेको भन्दै सबै भर्ती भइसकेको भन्ने सन्दर्भले धेरै नेपाली ती युद्धमा मारिएको मान्न सकिन्छ। तर बेलायतले
उपलब्ध गराएका तथ्याङ्कहरूले भने निकै कम देखाउँछन्। नेपाल स्थित बेलायती दूतावासले सन् 1998 मा तत्कालीन प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा दिएको जानकारी अनुसार दोस्रो विश्वयुद्धमा करिब 7544 गोर्खा सैनिकहरू मात्र मारिएको भन्ने देखाउँछ। उक्त युद्धमा 1141 जना हराएको र 25655 जना घाइते भएको उल्लेख गरिएको छ। यस्तै शान्ति सेनाका नाममा पनि कैयौं नेपालीले ज्यान गुमाइसकेका छन्। अहिले फेरि भारत पाकिस्तान बीचको युद्धको सम्भावना देखिँदा गोर्खा सैनिकहरूको भविष्य के होला? युद्ध छेडिसकेको अवस्थामा समेत अहिलेसम्म नेपाल सरकारले आफ्ना नागरिकहरूलाई युद्धको फ्रन्ट लाइनमा नपठाऊ भनेर भारतलाई भन्न सक्छ? तपाईलाई के लाग्छ? आफ्ना टिप्पणी अवश्य व्यक्त गर्नुहोला। ताजा खबरका लागि नेपाल टाइम्सको अनलाइन पोर्टल www.nepaltimes.net मा गएर हेर्न सक्नुहुनेछ। यसैगरी हाम्रो युट्युब च्यानल र फेसबुक पेज पनि अवश्य भिजिट गर्नुहोला। तपाईले गर्नुभएको लाइक, कमेन्ट, शेयर र सब्स्क्राइबका लागि धेरै धन्यवाद। नेपाल टाइम्स हेर्दै गर्नुहोला। नमस्कार।